हर्क साम्पाङलाई जिताएर सदनमा पुर्याएको यही कुरा सुन्न रहेछ। पहिला यो भिडियो हेर्नुहोस्। प्रधानमन्त्रीज्यू के खानु जानुभएको? हावा थिएन भने काठमाडौँमा हावा छ, मुस्ताङमा स्याउ पनि फल्या छैन होला अहिले, के चाख्नु भए जानुभएको हो त्यो पनि उहाँले भन्नुपर्छ, सदनमा जवाफ दिनुपर्छ। आफ्नो निजी भ्रमणमा उता जानुभयो अरे भन्ने बारेमा कुरा आएको छ। प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन, यो कुरा एका राख्नुपर्छ। प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन। प्रधानमन्त्री एक्लै जानुभएको होइन, उहाँले चाहिँ नि सरकारी सुरक्षा संयन्त्र उहाँसँग आफै अटोमेटिकली तपाईँको चाहिँ नि एक्टिभ भएर जाने गर्छ र उहाँ निजी जानुभएको, मन्त्री परिषदलाई चाहिँ नि सूचना नदिई, संसदलाई सूचना नदिई जानुभएको, के खानु जानुभएको? हावा थिएन भने काठमाडौँमा हावा छ, मुस्ताङमा स्याउ पनि फल्या छैन होला अहिले, के चाख्नु भए जानुभएको हो त्यो पनि उहाँले भन्नुपर्छ, सदनमा जवाफ दिनुपर्छ। कुकुर सुध्रेला, सुँगुर सुध्रेला, तर हर्क साम्पाङ जिन्दगीमा सुध्रिने भएनन्। कति साह्रो डाएर रिस गरे हो भने होइन। हर्क साम्पाङ पागल भयो कि हो? फुत्क्या खालको कुरा गर्छन् त। अब प्रधानमन्त्री अब कहीँ जान पनि हुन्न अरे, अब प्रधानमन्त्रीको निजी जीवनै हुन्न अरे। के कुरा गर्छन् यिनले? हर्क साम्पाङका यिनी तर्कहरू तपाईँहरूलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै कमेन्ट बक्समा कमेन्ट गरेर सबैको सम्पूर्णको लागि एक सेयर गर्न चाहिँ नबिर्सनु होला है त।